गाइस अनि सेवारो हैन आज चाहिँ हामी नेपाल तर्फल जान लागिरहेछौँ र नेपालको चारथी भन्ने ठाउँमा र त्यहाँ चाहिँ एकदमै ठुलो मेला लाग्छ रे आज 1 गतेमा हैन त्यसैले हामी यहाँ ससुरालीबाट चाहिँ जान लागिरहेछौँ हामी रेडी भइसकेको छौँ र अहिले टाइम चाहिँ त्यस्तै 4 बजे छ हामी त्यस्तै 5 बजेतिर हिँड्छौँ होला हामी जान आँटेको छ हैन यहाँ चाहिँ हत्ता लगाएर जा कि जा भन्ने म चाहिँ खेदेक छ अनि सुत्नु पाइसकेन पाएन अरे खेदेक 2 बजेदेखि उठेर ल जान्छु नि अब किन हतार बिस्तारै जानुपर्छ हैन त गाडी त आएको माथि ल अहिले भेट अब चाहिँ हामी कङ्केबुङबाट हिँडिसकेको छौँ र चाहिँ रेलिङको बाटो भएर जाँदैछौँ बाटो जस्तै छ खाल्टाङ खुल्टुङ खाल्टाङ खुल्टुङ हो यस्तै छ अहिले चाहिँ हामी माने भन्ज्याङमा आइपुगेको छौँ र अब एकछिन हामी खाजा खाएर चपचप चुपचुप खाएर यहाँबाट लाग्ने छौँ र रोटीहरू पनि छ भन्दै थियो यहाँ चाहिँ दोकानमा चाहिँ तर हामीले घरबाट बोकेको कारणले चाहिँ मैले चाहिँ म्यागी खाएँ चाबुक्क लाग्यो हैन यहाँ चाहिँ जङ्गलको बाटो म नखाम भएर भेडा भएको भेडा र अहिले चाहिँ हामी अब टोङ्लो पुग्नु आँटेको छौँ नजिक छौँ टोङ्लोको चाहिँ हो यहाँ चिया खान बिसाएको छु ठाउँ चाहिँ कुन चाहिँ हो कता हो याद छैन बिसाएको छु चियाको मजा लिने चाहिँ र अहिले भने चाहिँ हामी कालपोखरी भन्ने ठाउँमा आइपुग्यौँ हो यस्तो रहेछ एकदमै दामी दृश्य हो फेरि एकछिन बसेर चाहिँ हामी लाग्नेछौँ हामी चाहिँ हामी अहिले सन्दकपुरमा छौँ अब एकछिन यहाँ स्टे गरेर हामी लाग्नेछौँ यस्तो रहेछ यहाँ चाहिँ सन्दकपुर चाहिँ र अब हामी चाहिँ चारहत्तीतर्फ जाँदैछौँ ल सरी भाइ बाटो चाहिँ यस्तै रहेछ चारहत्ती जाने चाहिँ हामी चाहिँ जाँदैछौँ अब 2 किलोमिटर जति छ भन्दैछ यहाँबाट हामी चन्दुमा छौँ होइन अझै कति छैन पुग्नु 15-20 मिनटको बाटो छ अरे बाटोमा जाँदा हामीले यहाँ पेसेन्जरहरू पनि पायौँ होइन यता निनी पसिना हुन थाल्यो एकदमै दामी भयो आज चाहिँ हिउँ पर्नु थाल्यो हिउँ हेर्नु सक्दिनँ क्या यस्तो गरेर गर्ने प्रयास गरेर हिउँ पर्नु थाल्यो हिउँ पर्यो हामी एकछिन अब फेरि यहाँ विषय राख्छु हो एकछिन यहाँ फोटोसोटो खिच्ने अरे यस्तो दामी ठाउँ रहेछ नि त होइन अहिले चाहिँ फाइनल्ली चारहत्ती आइपुग्यौँ होइन यस्तो रहेछ यहाँको नजारा रहेछ हो मामाहरू पनि भेट्यो व्यवस्था गर्न सकिए यहाँ होमस्टेहरू हामीले सञ्चालन गर्न सक्यौँ व्यवस्थित तरिकाले गर्न सक्यौँ भने
पक्कै पनि यहाँको चाहिँ पर्यटन प्रवर्धनमा थप टेवा पुग्छ भन्ने दर्शकहरूको यहाँ चाहिँ याक रहेछ होइन इच्छालाई मध्यनजर गर्दै हामी फोटो खिच्नु चाहिँ एकदम भिडभाड छ होइन तीन सिनेमा होटल एन्ड कफी हाउस फल्कुङ 4 कता जानु अब खाजा खानु जाँदैछु हो भित्र आज चाहिँ अब चाहिँ हामी माथि आइबसेको छौँ अब चाहिँ हामी गाडीमा चढिसकेको छौँ अब चाहिँ हिँड्नुपर्छ एउटा 4 बजिसक्यो हो